नमस्ते, मेरो नाम पुनम छेत्री। मैले पिसिएल नर्सिङ पास आउट गरेको चाहिँ यही चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स काहुबन्जाङ इब्लाबिन पोखराबाट हो। त्यसपछि चाहिँ अब आफ्टर पिसिएल नर्सिङ पास आउट म चाहिँ अलब्राइट एकाडेमीमा चाहिँ म जोइन भएको थिएँ। अलब्राइट एकाडेमीमा चाहिँ म आफ्टर एससी नै जोइन भएको थिएँ। यसमा चाहिँ यहाँ चाहिँ अलब्राइट एकाडेमीमा आउनु बेलामा चाहिँ म व्हाट इज नर्स र व्हाट इज नर्सिङ प्रोफेसन भनेर लिएर आएबाट चाहिँ आज म रजिस्टर्ड नर्स बन्न सफल भएँ। यही अलब्राइट एकाडेमीबाट नै सफल भएको छु। यसमा चाहिँ मैले यस अलब्राइट एकाडेमीको डिरेक्टर रेस्पेक्टेड सनिसा श्रेष्ठ म्यामलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु। उहाँको प्रोपर गाइडेन्स, सपोर्ट र मोटिभेसनले गर्दा नै आज म रजिस्टर्ड नर्स बन्न सफल भएको छु। सँगसँगै चाहिँ यस अलब्राइट एकाडेमीको टिचर्सहरू जसले चाहिँ दिनरात नभई नै हाम्रो कमी कमजोरीलाई मध्यनजर गर्दै हामीलाई रजिस्टर्ड नर्स बनाउन फुल सपोर्ट र सहयोग गर्नुभएको थियो। उहाँहरूको नै फुल सपोर्ट र सहयोगले गर्दा नै आज हामी रजिस्टर्ड नर्स भएर यसरी अगाडि आएर बोल्ने मौका पनि पाएका छौँ। अब नयाँ आउने विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने अलब्राइटको चाहिँ नामै काफी छ कि अल भनेको सबैको, ब्राइट भनेको चाहिँ उज्यालो हो नि त। अब यहाँ आउने बित्तिकै चाहिँ सबैको फ्युचर एकदम ब्राइट नै हुन्छ। यहाँ 100% फ्युचर ब्राइट नै हुन्छ, किनभने अब मेहनत गर्ने त आफ्नो ठाउँमा छ, सँगसँगै चाहिँ म्यामले गर्नुभएको मोटिभेसन सपोर्टले गर्दा पनि हामी एकदम जुन हामीले एम लिएर आएको थियो त्यो चाहिँ हामीले सजिलैसँग एचिभ गर्न सक्छौँ। हजुरहरू यहाँ आउनुभयो भने हजुरहरूको पक्कै पनि हजुरहरूले सोचेको ड्रिम चाहिँ एचिभ हुन्छ र हजुरहरूले नर्सिङमा नाम पनि निकाल्नु हुनेछ।